न वो समझ सके न हम। कति मिठो। थ्याङ्क यू। ठिक छ, साउन्ड एकदम राम्रो आएको छ। मैले अडियो पनि रेकर्डिङ सुरु गरेँ किनभने त्यो फर्मालिटी पनि छँदैछ, तर पछि हामीले यदि अगाडिको राख्न मन लागेन भने एडिट गरिहाल्छौँ भनेर त्यो प्रब्लम भएन। अनि एउटा कस्तो रमाइलो फ्याक्ट भनेको अहिले हाम्रो कानले त्यो बाहिरको गाडी सुनिरहेको छ नि, रेकर्ड हुँदैन। अनि हामी त एकछिन यस्तो सो यसपालि चाहिँ हामीले के फरक गरिरहेको छौँ भने पहिला चाहिँ हामीले वर्कसप गर्थ्यौँ, वर्कसपबाट ल्याएको कुटका काटकीहरू जोडेर अनि बल्ल एउटा एपिसोड बनाउँथ्यौँ। अनि कहिले पनि त्यो एउटा फुल एपिसोड चाहिँ एउटा मान्छेलाई भनेर चाहिँ सेपरेट गर्दैन थियो होइन। अनि यसपालिबाट चाहिँ हामी यस्तो कन्भर्सेसन चाहिँ एक्लै धेरै गरिरहेको छौँ। अनि त्यो पनि हाल्यो, अनि सँगसँगै लास्टमा एउटा फुल एपिसोड पनि बनाएर हाल्यो। पछाडि बिहाइन्ड द सिन कति काम हुन्छ भनेर पनि बुझ्न सजिलो हुन्छ। अनि प्लस कति कन्भर्सेसनबाट एउटा सानो कन्भर्सेसन कसरी बनाइरहेको रहेछ भन्ने प्रोसेस पनि जानिन्छ भनेर चाहिँ हामीले यसरी गर्न खोजेको हो। अनि फर्स्टमा त यो प्लेजर एन्ड इन्सपिरेसनको सिजन 2 मा तपाईँलाई स्वागत छ। हस्, धन्यवाद। अब इन्ट्रोडक्सन भनेर त्यस्तो विस्तृतमा पनि दिनु पर्दैन, तर अब सुनिरहेको मान्छेलाई यो भोइस कसको हो भन्ने उत्सुकता चाहिँ हुन्छ। तपाईँलाई कसरी चिनिदियोस् जस्तो लाग्छ हाम्रो श्रोताहरूलाई? धन्यवाद सरुजी प्रश्नको लागि। म सुनिता रेग्मी, विवाह गरेर पोखरेल भएको। अहिले पुरा नाम मेरो सुनिता रेग्मी पोखरेल भनेर म चिनिन्छु। म खासमा प्रोफेसनल बाई प्रोफेसन चाहिँ म लयर हो। अब अहिले सिनियर एडभोकेट भएँ। मलाई चाहिँ टिचिङ प्रोफेसन चाहिँ एकदमै मनपर्ने भएको हुनाले म जहिले पनि परिचय दिँदाखेरि म औपचारिक पढाइ पनि मैले 10 वर्ष पढाउने काम गरेँ चक्रवर्ती हबी ल कलेजमा। र अनौपचारिक रूपमा चाहिँ अहिले पनि मेरो कन्टिन्यू टिचिङको चाहिँ प्रोफेसन सुरु नै छ भने ट्रेनिङहरू म बढी गर्छु, धेरै ट्रेनिङहरू चलाउँछु। म पर्सि जेठ महिनाको पहिलो हप्तामा पनि धादिङ जाँदैछु फेरि अर्को ट्रेनिङको लागि। एडल्टहरूको लागि ट्रेनिङ मैले धेरै चलाएको छु, बच्चाहरूको लागि भन्दा पनि मलाई असाध्यै रमाइलो लाग्छ। यति नै परिचय। सामान्य रूपमा मलाई एउटा एज अ टिचर, एज अ अब ट्रेनर भनौँ र ट्रेनर र अब सिनियर एडभोकेट त भइहाल्यो। थ्याङ्क यू मम्मी। प्रश्न मैले कहाँबाट अब टिचिङसँग डाइरेक्टली जोडेर भन्दा पनि पहिलो प्रश्न चाहिँ जिन्दगीमा के गर्न रमाइलो हुन्छ, अनि अर्को भनेको चाहिँ अब त्यो रमाइलो गर्नको लागि पनि मोटिभेसन चाहिन्छ नि त। अनि के कुराले चाहिँ तपाईँलाई त्यसरी रमाइलो गर्नको लागि मोटिभेट गर्छ भनेर एउटा त्यो खुला वाइड प्रश्न राख्दिएँ, नट लिमिटिङ टु टिचिङ अर फेसिलिटेटिङ स्पेसमा मात्रै। अब मलाई खासै रमाइलो लाग्ने चाहिँ त्यो समयअनुसार फरक हुँदो रहेछ कि। अब केटाकेटीमा आफूलाई मिठो लागेको खानेकुरा खान पाउँदा रमाइलो लाग्थ्यो, र मिल्ने साथीसँग आफूलाई मन लागेको खेल खेल्न पाउँदा रमाइलो लाग्थ्यो। अनि पछि चाहिँ अब बच्चाहरू भएपछि बच्चाहरूलाई स्वस्थ र ह्याप्पी राख्न पाए रमाइलो लाग्थ्यो। अब आफू कहाँ छु, के गरिरहेको छु भन्ने कुरा चाहिँ त्यति मतलब हुँदो रहेछ बिचको पिरियडमा, म्यारेज पछिको। अनि बच्चाहरूलाई कसरी खुसी राख्ने, उनीहरू के खान पाए भने खुसी हुन्छन्, उनीहरूलाई मिठो लागेर उनीहरूले खाँदाखेरिको खुसी, उनीहरूको ह्याप्पिनेसले आफूलाई रमाइलो लाग्ने, त्यो केयरिङ रोलको बेलामा त्यतिमै, र घर सफासुग्घर राख्ने। र मेरो अर्को प्लेजर चाहिँ के थियो भने मैले घरको बनावटलाई समय समयमा म चेन्ज गरिरहन्थेँ कि। चेन्ज गऱ्यो भने नयाँ ठाउँको जस्तो फिलिङ आउने, अनि त्यसो गर्दाखेरि प्लेजर हुन्थ्यो। अनि त्यसपछि म प्रोफेसनमा जान थालेपछि मैले केसहरू गर्न थालेँ नि। केसहरू गर्दाखेरि मुद्दा जितेर आएको दिन, पक्षलाई न्याय दिलाउन सकेको दिन एकदमै रमाइलो दिन लाग्थ्यो हैन। तर त्यो भन्दा पनि जब मैले ट्रेनिङहरू दिन थालेँ नि, त्यसपछि
40 जना 50 जना 20 जना 25 जनाको समूहलाई एकदमै जरुरी कुरा उनीहरूले जान्नै पर्ने कुराहरू बताउँदाखेरि र उनीहरूको रियाक्सन ओहो यो थाहा पाएपछि त यस्तो हुने रहेछ है बल्ल पो आनन्द भयो त नथाहा पाउँदा त बिताउने रहेछ भन्ने जुन रियाक्सन छ नि त्यसले मलाई एकदमै रमाइलो गर्न थाल्यो जान्नै पर्ने कुरा कानुनी कुरा बताएर त्यसपछि जब मैले जेन्डर जस्टिसमा मास्टर्स गरेँ नि अनि त्यसपछि चाहिँ मलाई प्लेजरको अर्को रोल थपियो त्यो पुरानोमा त छँदै थियो हैन तर नयाँ के थपियो भने महिलाहरू लामो समयदेखि के कारणले पछाडि पारिएका छन् त्यो कुरा चाहिँ र के गर्दा चाहिँ उनीहरूलाई अगाडि आउन सजिलो हुन्छ र के कुरा चाहिँ नराम्रा कुरा हुन् के कुरा राम्रो हो भन्ने कुरा छुट्याएर ठाउँमा सो कल्ड विज्ञहरू जसले चाहिँ त्यो पुरानो रीतिहरूलाई चाहिँ फलो गरिरहेछन् नि तिनीहरूलाई राम्रोसँग अर्थ्याएर एउटा विज्ञको ग्रुपमा चाहिँ प्रेजेन्टेसन दिँदाखेरि मलाई अब त्यो रमाइलो लाग्ने भयो र कलेज पढाउँदाखेरि पनि मलाई स्टुडेन्टहरूसँग धेरै नै रमाइलो लाग्थ्यो र स्टुडेन्टहरू मेरो फ्रेन्ड जस्तै छन् अहिले पनि मलाई आएर हक गर्ने रमाइलो गर्ने नामैले बोलाउने कहिले के भन्ने त्यस्तो किसिमको यो उमेरले त्यो प्लेजरको रूप पनि फेर्दै जाँदो रहेछ कि तपाईँलाई चिनिरहँदा देखिरहँदा के भन्छ अरे तपाईँ जस्तो टिचर भएको भए म पनि अझै अहिले जहाँ छु त्योभन्दा अलिकति माथि पुग्थेँ कि भन्ने फिलिङ चाहिँ जहिले पनि आउँछ कि किनभने म पढिराख्दाखेरि चाहिँ प्रायः जस्तो टिचरहरू चाहिँ कुनै पनि प्रोफेसनमा बस्न नसकेर अथवा सोचेको काम नभएर अनि के गर्ने भन्दा पढाइदिन्छु भनेर आउने खालको मान्छे अनि त्यो स्याडनेस चाहिँ अझै पनि छ कि किनभने म एकदमै काउन्ट गरेर 2 जना टिचरको नाम लिन सक्छु जसलाई चाहिँ टिचरै बन्न मन थियो जसले राम्रो पढाउनुहुन्थ्यो जसले बच्चाबच्चीको बारेमा ख्याल गर्नुहुन्थ्यो त्यो बाहेक चाहिँ अब ब्याचलर सिद्धिदासम्म त अनगिन्ती टिचरहरू भेट्यो नि कोही पनि याद छैनन् कि अनि मैले यो भूमिका बाँध्नुको कारण चाहिँ के पनि हो भने अब टेक्निकली हेर्दाखेरि तपाईँले ल पढिसकेपछि एउटा लयर भइसकेपछि त मुद्दा लड्नुपर्छ भन्ने मात्रै सोच हुन्छ नि त यो टिचरसम्म पुग्नमा केले डोर्यायो अथवा के कुरा चाहिँ भयो कि ओहो म त टिचिङमा आउनुपर्ने रहेछ भन्ने खालको त्यस्तो केही पिभोटल मुमेन्ट्सहरू छ त्यो भन्दा पनि छ भन्नु पर्यो किनभने मैले ट्रेनिङमा चाहिँ पढाउने नै काम गरिरहेँ कि ट्रेनिङहरू मेरो लिटिगेसन मुद्दा मामिला जति हुन्थ्यो त्यति नै मैले ट्रेनिङहरू चलाइराखेँ हुन्थेँ र अब एज अ राम्रो ट्रेनर रूपमा मान्ने भएको र मैले बताएको कुरा चाहिँ छर्लङ्ग हुन्छ अरे भनेर सहभागीहरूले भनेको कारणले मलाई धेरै ठाउँमा चाहिँ ट्रेनिङमा बोलाउन थाले त्यो हिसाबले म राम्रो ट्रेनर हुँ भन्ने किसिमको एउटा त्यो फिलिङ चाहिँ मलाई थियो अनि मैले आफ्नो लाइफ टाइममा अब 30 वर्षपछि मैले मास्टर्स गरेँ अनि मास्टर्स गर्दाखेरि पनि मैले आफ्नो क्लासमा आफू स्टुडेन्ट भएको क्लासमा पनि मलाई पढाउन आउने टिचरहरू जो मभन्दा जुनियर लयरहरू हुनुहुन्थ्यो उहाँहरूले यो विषय चाहिँ भोलि सुन्ता दिदीले प्रेजेन्टेसन गर्नुहुन्छ अनि मात्रै म थप्छु भनेर मैले फ्यामिली लहरू धेरै फ्यामिलीको केसहरू धेरै हेरेको भएर मैले 3-4वटा क्लास आफ्नो त्यो बेलामा पनि लिएको थिएँ म आफै स्टुडेन्ट हुँदाखेरि पनि लिएको थिएँ त्यसपछि मलाई मास्टर्सको मैले थेसिस बुझाउँदा नबुझाउँदा मेरो भाइ बाँकी नै थियो त्यो बेलामै मलाई त्यही कलेजबाट टिचिङको अफर आयो हैन अनि त्यसपछि मलाई एउटा समस्या मलाई टिचिङको के लाग्थ्यो भने फर्मल एजुकेसनमा मैले अब सरकारी स्कुलमा पढेँ हैन मेरो सबै कुरा त्यही किसिमको त्यही लेभलको भयो हैन जुन आजकलका स्टुडेन्टहरू आएका हुन्छन् नि उनीहरूसँगको त्यो ल्याङ्ग्वेजको प्रब्लम चाहिँ एउटा ब्यारियर चाहिँ मलाई सधैँ थियो के किनभने मैले सधैँ नेपालीमै पढेँ नेपालीमै काम गरेँ नेपालीमै भयो जुन जति मैले रेगुलर पढ्दाखेरि अङ्ग्रेजी सिकेको थिएँ त्यो पनि मेरो प्रयोगमा नआएको कारणले भइसकेको थियो अनि त्यो एउटा चाहिँ मलाई सधैँ ल्याकिङ पार्ट भएर म पढाउँदाखेरि नयाँ स्टुडेन्टहरूसँग मलाई त्यो गाह्रो हुन्छ कि केही हुन्छ भन्ने चाहिँ लाग्थ्यो तर मैले पढाउन थालेपछि चाहिँ मलाई एउटा के फिल भयो भने नि
सुरुमा मैले आफ्नो जीवनको सुरुवातदेखि नै म एकदमै लिट्रेचर पढ्थेँ कि लिट्रेचर हिन्दी पढ्थेँ त्यो पनि मैले होइन त्यो हिन्दी लिट्रेचर पढ्दाखेरि मैले मेरो कुरा चाहिँ मेरो दिमागमा बस्या थियो भने नि पढ्दाखेरि मान्छेहरूलाई आफूलाई इन्ट्रेस्ट लागेको विषय हो भनेदेखि चाहिँ उसले राम्रोसँग पढ्छ होइन त्यो विषयमा तिनीहरूलाई रमाइलो लागेको छ कि छैन बुझ्नुपर्छ यदि तिनीहरूले त्यो विषय पढ्दाखेरि रमाइलो लागेन भने तिनीहरूलाई त्यो विषयबाट निकालिदिएर अर्को विषय उनीहरूको त्यो के भन्छन् त्यो के अरे के भन्छ अरे त्यसलाई एप्टिच्युड त्यो एप्टिच्युड टेस्ट गरेर गर्नुपर्छ भन्ने त्यो चाहिँ मेरो एउटा दिमागमा गढेको थियो होइन र अर्को मैले पढाउन सुरु गर्नुभन्दा पहिले म राजी मेरो छोरीको ग्रेजुएसनमा अमेरिका ग्रिनेल कलेजको ग्रेजुएसनमा जाँदाखेरि त्यहाँ जुडिथ बटलर भन्ने एकजना की नोट स्पिकर आउनु भएको थियो उहाँले बोलेको कुरा मैले सबै त बुझिनँ होइन तर आफूलाई इन्ट्रेस्ट लागेको कुरा चाहिँ दिमागमा बस्दो रहेछ कि उहाँले के भन्नुभएको थियो भने टिचरहरूको काम पढाउने होइन स्टुडेन्टहरूलाई पढ्नको लागि प्रोभोक गरिदिने भन्नुभएको थियो कि हो त्यो मैले केटाकेटीमा पढेको त्यो लिट्रेचर रमाइलो लाग्ने कुरा कुनै मेरो कोर्स बुक पढ्दाखेरि मलाई उपन्यास पढेको जस्तो हुन्छ भने म त्यो विषयमा सक्सेस हुन्छु भन्ने त्यो लाइन र त्यहाँ जुडिथ बटलरले भनेको त्यो दुईवटा लाइनलाई मैले कहिले पनि छोडिनँ र मैले स्टुडेन्टहरूलाई पनि सधैँ भन्थेँ र उनीहरूलाई त्यो विषयमा पढ्नको लागि प्रोभोक चाहिँ केले हुन्छ त भन्ने कुरा चाहिँ म जहिले पनि दिमागमा लगाइरहन्थेँ होइन जस्तो मैले एउटा उदाहरणको लागि हामीले जेल भिजिट गर्न लाने गरेका थियौँ कि जेल भिजिट गर्न जाँदाखेरि त्यहाँ चार्ल्स सोब्राज पनि थिए होइन अनि अब जेल भिजिटको र जेलको इन्ट्रेस्ट उनीहरूमा कसरी जगाउने भन्दाखेरि अनि मैले चार्ल्स सोब्राजको कुरा गरेँ र एउटा केसको कुरा गरेँ यो प्रजनन स्वास्थ्यको विषयमा चाहिँ जेलमा बसेका श्रीमान श्रीमतीलाई चाहिँ बच्चा प्रजनन राइटको लागि उनीहरूलाई स्पेस दिनुपर्छ भन्ने एउटा नजिर थियो होइन त्यो बडो इन्ट्रेस्ट लाग्ने त्यो एउटा नजिर भनिदिएँ र बिक्नी किलर भनेर चिनिने चार्ल्स सोब्राजको दुईवटा कुरा भनिदिएँ कि र भोलि तपाईँहरूले जेलको विषयमा यो दुईवटा नजिरहरू किताबहरू पढेर आउनु होला भन्दा सबैजनाले यस्तोसँग पढेर आएछन् कि मैले त्यो चार्ल्स सोब्राजको बारेमा मलाई थाहा नभएका कुराहरू मेरो स्टुडेन्टहरूले भने त्यस यो दुईवटा कुराले मलाई सधैँ गाइड गरेछ कि त्यो विद्यार्थीहरूबाट सिक्न पाउँदाखेरि पनि कस्तो रमाइलो हुन्छ नि प्राउड फिल हुन्छ किनभने अब मैले तपाईँको हिसाबमा त पढाएको छैन तर फेसिलिटेसन मेरो पनि एकदमै कम्फर्ट स्पेस हुन्छ नि अरू बेला हुन्छ पार्टी बिहे अरू कुनै पनि सोसल सेटिङमा भेट्दाखेरि चाहिँ म एकदमै अक्वर्ड मान्छे हो जस्तो लाग्छ कि तर फेसिलिटेसन स्पेसमा भेटेँ भने चाहिँ म पनि एकदम खुलिन्छु अनि मलाई मैले जति कुरा जानेको छु त्यो कुरा सिकाउँदाखेरि अर्को मान्छेले चाहिँ बढी सिकाइदिँदाखेरि चाहिँ ओहो आज त मैले यो सिकेँ भनेर बेलुका रातिसम्म पनि हुन्छ नि कस्तो दङ्ग रमाइलो हुन्छ अब राजी दिदीकै कुरा आइराख्दाखेरि चाहिँ तपाईँ एज अ टिचर र एज अ प्यारेन्ट्स आफैलाई हेर्नुभयो भने प्यारेन्टिङबाट पनि त कति कुराहरू सिकिएको छ अथवा टिचिङबाट पनि केही कुराहरू सिकिएको छ जुन प्यारेन्टिङमा तपाईँले लागू गरिराख्नु भएको छ त्यही केही स्पेसल मुमेन्ट्सहरू जुन चाहिँ तपाईँलाई याद भएको जस्तै अहिले भर्खर भन्नुभएको टिचिङबाट चाहिँ प्यारेन्टिङमा सिकेको अथवा इन्सपायर्ड भएको अझ इन्सपायर्ड भन्दा पनि इन्फ्लुएन्स भएको केही कुराहरू सेयर गर्नुहुन्छ बच्चाहरूलाई कस्तो हुँदो रहेछ भने मैले राजीलाई सेन्ट मेरिजमा भर्ना गर्नको लागि एकदम धेरै मेहनत गरेँ होइन तर उसलाई त्यो कलेज स्कुलमा पढ्दाखेरि अब त्यहाँको इन्भाइरोमेन्ट त्यहाँको यस्तो हुँदो रहेछ कि हरेक एक्टिभिटिजमा चाहिँ भाग लिन लाउने कि अनि मलाई यो राजीसँगको एउटा याद आउँछ कि उसलाई चाहिँ त्यो कविता वाचन रहेछ कि उसको त्यो कम्पिटिसन रहेछ होइन अनि उसले चाहिँ खाँदा पनि बेलुका पनि त्यो कविता भन्दै टाउको हल्लाइ बोलिरहेको थिएँ अनि बिचरा खानासाना खाएँ 7:45 बस हिँड्थ्यो 7 बजे 7:30 बजे घरबाट निस्कन पर्ने निस्कँदाखेरि पनि मैले देखेको छु उसले टाउको हल्लाउँदै बोल्दै गएको बिचरा ब्यागै लान बिर्सिछ कि अनि उहाँ गएर रुँदै फोन गरी अनि बाबाले फेरि ब्याग पुर्याउन गइस्यो होइन त्यस्तो इन्सिडेन्टहरू धेरै मलाई याद छ तर राजी
ले अब सेन्ट मेरिजको भएको कारणले हो कि के हो, ऊबाट पनि मैले धेरै कुरा सिकेको छु र अब अहिले आएर यहाँ सँगै बसेपछि त मैले धेरै कुरा गल्ती गरेको रहेछु भन्ने पनि फिल हुन्छ कि अब प्यारेन्टिङकै कुरा गर्दाखेरि अब एउटा बच्चा पाएको 5-10 वर्षपछि अर्को पाऊ भन्छन् नि होइन। तर अब मैले चाहिँ के कति सेल्फिस भएँ भने 5 वर्ष एउटाको लागि 5 वर्ष अर्कोको लागि बस्दा त मेरो 10 वर्ष खेर जान्छ नि त होइन। पाउने भए एउटा मात्रै पाउँछु, पाउने नै पर्ने भए म लगातार पाउँछु भनेर 2टा बच्चा गरेँ मैले होइन। तर त्यसो मैले गर्दाखेरि मैले छोरीमा चाहिँ धेरै नै अन्याय गरेछु कि मलाई अहिले बेला बेलामा सम्झेर रुन मन लाग्छ कि छोरीलाई। अनि ऊ पनि बेला बेलामा उसलाई त्यो कारणले भन्ने नठाने पनि उसले म कहिले पनि सानो बन्नै पाइनँ भन्छ कि त्यो उसको त्यो काँडा नि त्यहाँनिर त्यसको उसले त्यो भने पछि त्यसको दोष चाहिँ उसले मलाई भन्न त भन्दिनँ बिचरा, एकदम राम्रो प्यारेन्ट्स हजुरहरू भन्छे हुन पनि खोजेको हो, त्यस्तै हो साथी जस्तै। तर मेरो त्यो गल्तीले मेरो छोरीले चाहिँ जति मेरो सामिप्य पाउनु पर्थ्यो त्यति पाइनँ। त्यो कुरा चाहिँ जुन सैद्धान्तिक रूपमा 5 वर्ष भन्छ नि त्यो कुरालाई हामीले काट्न नहुने रहेछ कि प्रिन्सिपल मान्छेले त्यसै निकाले होइन रहेछ। अनि बिचरा ब्रेस्ट फिडिङ हुँदै रोक्नु पर्यो म कन्सिभ भएर। उसले त्यसपछि त दिदी 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 अब 1.5-2 वर्षको बच्चा नै ठुलो मान्छे रे। आई डु रिलेट टु यो फिलिङ एकदमै धेरै। तर म चाहिँ लकिली मेरो दाइ र ममा चाहिँ लाइक 17-18 महिनाको मात्रै फरक हो। अनि मेरो दाइ एकदमै रेस्पोन्सिबल हुनुहुन्छ कि अनि कति रेस्पोन्सिबल तिमी भन्छ। अब मेरो लागि त मेरो आइडल भनेकै दाइ भयो। अनि दाइ र मलाई सँगै भेट्यो भने आइसी कताबाट आइरहेको छ भनेर। अनि दाइले त्यो सानो हुँदाखेरि पनि अब मैले गरेको गल्तीमा पनि दाइले नै कुटाइ खाने। अनि त्यही त त्यो जेठोलाई चाहिँ अलिकति गाह्रो हुन्छ। राजी पनि त्यही भएर बढी रेस्पोन्सिबल नै छ क्या। राजी पनि हरेक कुरा याद गर्ने, सानो कुराहरू पनि याद गर्ने त्यो बानी अहिले उसलाई त्यही भएर आएको छ। अब प्यारेन्टिङबाट अलिकति फेरि सिफ्ट हुँदै हामी टिचिङतर्फ नै जाऊँ। अनि टिचिङ अनि लकै जेनरल एउटा फर्टर्निटीमै कुरा गरिराख्दाखेरि यसो म ल ब्याकग्राउन्डमा नभएको मान्छेलाई त ल त एकदम गाह्रो कुरा। जहिले पनि त्यो स्याडनेस मात्रै डिल गर्नुपर्छ भन्ने एउटा नोसन छ कि मलाई चाहिँ। अब डिभोर्स भनेको स्याडनेस हो भन्ने बुझाइदिएको छ हामीलाई। कहिले पनि त्यो मल्टी स्टोरी नहेरिकन जहिले पनि केही क्राइम भयो भने त्यसको लागि डिल गर्नु स्याडनेस, यस्तो स्याडनेसमा किन मान्छे होमिन चाहन्छ भन्ने चाहिँ एकदम केही हदसम्म बुझ्छु पनि होला त्यो धेरै सोच्नु थाल्यो भने। तर जेनरली फर्स्ट इम्प्रेसन अफ यो प्रोफेसन जहाँनिर चाहिँ सोसल जस्टिसको लागि कुरा गरिनुपर्छ एकदम गाह्रो कुरा हो नि त। तर स्टिल के कुराले चाहिँ तपाईँलाई इन्सपायर गर्छ यो जर्नीमा चाहिँ? अब गर्छ भन्दा पनि गर्दै आएको छ। कति तपाईँले यो फर्टर्निटीमा नै काम गर्न थाल्नु भएको नै मोर देन 40 years भयो होइन। अनि के कुराले चाहिँ इन्सपायर गर्यो यस्तो दर्द दुःख? पहिलो त मैले के भयो भने मैले सुरुमा भने नि मैले केटाकेटीमै पढेको 9 क्लास 10 क्लासमा पढ्दाखेरि नै पढेको लिट्रेचर जुन छ नि, जुन विषयमा तिमीलाई बढी इन्ट्रेस्ट लाग्छ त्यसमै होमिन जाऊ भन्ने एउटा भयो होइन। दोस्रो फेरि मलाई एकदमै म्याथ गाह्रो लाग्ने के, कानुनमा म्याथ पढ्न नपर्ने त्यो पनि एउटा मेरो बचपना थियो कि त्यो बेलामा। तर यो समस्या परेको मान्छे मात्रै आउने र उनीहरूको मात्रै कुरा सुन्ने भन्दा पनि समस्या परेको मान्छेलाई समाधान दिने ठाउँ हो क्या यो। मैले चाहिँ त्यसरी हेर्छु। कुनै व्यक्ति म कहाँ रुँदै आएको छ भने उसलाई हाँसेर पठाउन सक्ने क्षमता हामीमा छ। र म सधैँ के भन्ने गर्छु भने डक्टरले अपरेसन गर्ला, रोग निको पार्ला, एउटा मान्छेलाई बचाउँछ होइन। हामीले मुद्दा जित्यौँ, हामीले मेहनत गऱ्यौँ भनेदेखि 7 पुस्तासम्म जोगिन्छ। किनभने प्रोपर्टीको केसमा कसैले कसैको प्रोपर्टी हडप दिएको छ, अन्जान कानुन नजाने कारणले कतै छाप लायो होला, केही गर्यो होला होइन। तर हामीले उसलाई जितायौँ, त्यो जोगाइदियौँ भने हामीले तिनीहरूको 7 पुस्तालाई जोगाइदिन्छौँ होइन। भनेपछि मैले चाहिँ आफ्नो पेसालाई चाहिँ डाक्टरको भन्दा पनि ठुलो पेसा,
ठानेको छु। र कोही मान्छे अहिले पनि मलाई नराम्रो नलाग्ने होइन, कोही मान्छे मलाई कहिले सम्पर्क नगर्ने मान्छेले मलाई फोन गर्यो भने लौ यसले फोन गर्यो, यसलाई के समस्या परेछ कि, भेट्न आयो भने पनि ला आज भेट्न आयो, बुढाबुढीको झगडा परेछ कि केही परेछ कि जग्गा मुद्दा भएछ कि खिचोला भएछ कि भन्ने सोच त आउँछ। तर त्यो त मैले पढे पनि नपढे पनि आउँथ्यो नि उसलाई, होइन? तर उसले त्यो आएर मसँग कुरा गरिसकेपछि उसलाई कति रिलिफ हुन्छ, त्यो पोइन्ट अफ भ्यूबाट हेरेर चाहिँ मलाई आनन्द लाग्छ कि मैले मेरो घरबाट केही पनि पाउँदिनँ। जस्तो मेरो घरमा यहाँ भाडामा बस्नु भएको थियो कि एकजना, मैले केही पनि पाउँदिनँ भनेर सोचेर उहाँले 20औं वर्ष बिताइसक्नु भएको। अनि मसँग कुरा गरेपछि दिई हेरौँ न एकचोटि भनेर भनेको, उहाँले लगभग 1 करोडको सम्पत्ति पाउनुभयो कि, होइन? अब मलाई लाग्दैन मैले चारधाम जानुपर्छ, अरू तीर्थयात्रा जानुपर्छ। मैले सबभन्दा ठुलो धर्म नै त्यसैमा देखाएको छु। एउटा त्यो भयो, र अर्को चाहिँ कानुनको अज्ञानता क्षममा हुँदैन भनेको भएर हामीले गाउँ गाउँमा गएर जुन कानुन सम्बन्धी जानकारी दिन्छौँ र मान्छे जोगिन्छन् नि, त्यो प्रिकसन भनौँ न, अब भिटामिन खान्दिरा जस्तो के रोग नलागोस् भनेर हो, त्यो भिटामिन जुन हामीले बाँड्छौँ नि, त्यसबाट पनि एकदमै धेरै सेटिस्फ्याक्सन हुन्छ। र तपाईँले यस्तो भनेको भएर मैले यसरी बसी मलाई मुद्दा गर्नु परेन, मैले यो कुरा पहिले नै विचार गरेँ भनेर जुन भन्छन् नि, सुनाउँछन् नि, अनि त्यसमा चाहिँ एकदमै रमाइलो लाग्छ। हो, सुरुमा चाहिँ समस्या परेको मान्छे, तर समाधानको पाटो हेऱ्यौँ भनेदेखि यसको उज्यालो पक्ष एकदमै धेरै छ कि। त्यो तपाईँले भनिराख्दाखेरि ज्ञान बाँडेर सिद्धिने होइन भन्ने एउटा त्यो आइरहेको छ कि बढ्छ झन्, किनभने हामीले उसले भनेपछि उसले प्रश्न गर्छ नि, त्यो प्रश्न गर्दाखेरि हामीले जानेको ज्ञानभन्दा पनि त्यसको पनि समाधान खोज्नु पर्ने रहेछ है भन्ने आउँछ कि हामीलाई। अनि सिक्ने भोक भएपछि त्यो भोक मेटाउन एकदम गाह्रो हुन्छ, तर सिक्ने भोक हुनु भनेको चाहिँ एकदमै राम्रो भोक हो भन्छ नि त। किनभने म सिकाउन जाँदाखेरि सिकाउन भनेर जाँदिनँ कि मलाई थाहा भएको कुरा भन्छु, अनि त्यहाँबाट जुन प्रश्नहरू आउँछ अथवा त्यहाँनिरको जुन उहाँहरूको लाइफ एक्सपिरियन्सहरू आउँछ, त्यो नै मेरो लागि कत्रो ठुलो सिक हो कि। किनभने मैले बाँच्न नपाएको जिन्दगीको बारेमा चाहिँ मैले सुनेरै भए पनि बाँचिरहेको छु भनेर उनीहरूको अनुभवले धेरै ज्ञान आउँछ कि हामीलाई। अनि कहिलेकाहीँ चाहिँ त्यो अब तपाईँलाई त्यस्तो हुन्छ कि हुँदैन, अब एउटै काम गरिराख्दाखेरि मोनोटोनस हुन्छ नि त। त्यो मोनोटोनीलाई चाहिँ त्यो ब्रेक गर्नको लागि चाहिँ के गर्नुहुन्छ? किनभने मोनोटोनस भइरहेको बेला हामीले प्लेजर सिक गर्नको लागि त अरू ठाउँ जानुपर्छ नि त। किनभने कति धेरैजनाको एउटा आइडियल कुरा भनेको चाहिँ कस्तो भने मन परेको काम गऱ्यो भने काम गरेकै जस्तो लाग्दैन भनेर भन्छ। बट त्यो पनि हो कुनै हदसम्म, तर कुनै न कुनै बेला त आफैलाई पनि जिजो लाग्छ। अनि काम मात्रै जिन्दगी होइन, काम बाहेक पनि हजारौँ कुराहरू चलिरहेको हुन्छ जीवनमा। अनि त्यसो हुँदाखेरि चाहिँ तपाईँ प्लेजर सिक गर्न के गर्नुहुन्छ? यस्तो हुन्छ कि अब अरू कामहरूको त कति भेराइटी हुन्छ मलाई थाहा छैन, होइन? तर मैले गरेको काममा चाहिँ आफै पनि धेरै भेराइटी छ कि। अब मुद्दा गर्ने, ट्रेनिङ लिने, मिडिएसनको क्लासहरू गर्ने, मिडिएसन गर्ने, होइन? अनि रेगुलर स्टुडेन्टहरू, कलेजका मान्छेहरूलाई त्यो अनौपचारिक रूपमा गएर लिगल क्लास लिने, अनि रेगुलर मिडिएसनको 8-9 दिन क्लासहरू चलाउने। त्यसले गर्दाखेरि त्यो आफैमा भेराइटी भएको हुनाले त्यति विधि बोर हुँदैन। र अर्को कुरा के हुन्छ भने ट्रेनिङ दिइरहँदाखेरि हाम्रो रेसिडेन्सियल ट्रेनिङहरू चलाउँछौँ नि हामीले, त्यसको बेलुका हामीले जुन सहभागीहरूसँग रमाइलो गर्छौँ नि, त्यसले पनि धेरै नै फ्रेस बनाउँछ। बेलुका हाम्रो चाहिँ विङ सेसन भन्छ कि, त्यो विङ सेसनमा पनि हामीले चाहिँ के गर्छौँ भने रमाइलो पनि सम्बन्धित रमाइलो नै गर्छौँ, होइन? त्यसले गर्दाखेरि पनि धेरै फ्रेस हुन्छ। र त्यसबाट पनि कहिले भयो भने घुम्न जाने, अब फ्यामिली टुरहरू यताउति, त्यो त गर्न पनि पर्छ मान्छेको जिन्दगीमा। त्यसबाट पनि ज्ञान, फेरि अर्को ज्ञान आउँछ, फलान ठाउँमा त यस्तो रहेछ। जस्तो उदाहरणै दिँदाखेरि मलाई अब फेरि कुरा सम्झेपछि भन्न मन लागिहाल्यो, होइन? अस्ति जयपुर जाँदाखेरि मैले त्यो फोर्टहरू हेर्दाखेरि त्यहाँ राजाले
10वटा 12वटा रानीहरूलाई कसरी थितिलाएर राखेको, उनीहरूलाई त्यो सेवा गर्ने महिलाहरू राखेको होइन, र हरेक कुन दिन राजा कसको रुममा जान्छ भन्ने नथाहा पाउने, त्यो डोरहरू त्यस्तै गरी बनाएको, लबी पनि त्यस्तै गरी बनाएको, र त्यो चोकमा चाहिँ कुनै फङ्सन भयो भने सबै रानीहरूले आँखे झ्यालबाट त्यो फङ्सन हेर्न चाहिँ मिल्ने है। त्यो आर्किटेक्ट देख्दाखेरि अनि अब आर्किटेक्टकै हिसाबले हेर्दाखेरि त्यो भिन्दै किसिमको राम्रो भयो होइन। तर मेरो चाहिँ म चाहिँ कस्तो जेन्डरको लेन्सले हेरेँ कि यस्तो अब्जेक्टिफाई गरेर पुरुषहरूले महिलालाई राखेको, अब अहिले घरमा बराबरीको कुरा गर्न थालेपछि त अनि महिलाहरू बढी भयो, बिग्रिए भन्ने सोच किन नआओस् होइन। सामान्यतया हाम्रो बाजेहरूको पालादेखि नै 2-3टा श्रीमती त हामीले पनि देखेकै हो नि त। मेरो ससुराकै 3टा श्रीमती हो होइन। भनेपछि त अब त्यसरीलाई नै सामान्य ठानिरहेको सिचुएसनको बाट हामी 2-4 वर्ष अगाडि आउँदाखेरि हामीले चाहिँ घरमा जो पहिला छिर्यो उसैले खाना बनाउने, अरू केटीहरूलाई त्यसरी युज गर्न नपाइने, वा एक्स्ट्रा म्यारिटल एफेयर गर्न नहुने, यावत कुराहरू गरेर उनीहरूलाई त्यो बाइन्डिङ एउटा घेराभित्र राख्न खोज्दाखेरि त महिलाहरूले त हेपे, महिलाहरूले त सिद्ध्याए, महिलाहरू त बढी भए भन्ने सोच किन आएन भनेर मलाई एउटा के कुरा आयो अब भनेदेखि, अब हामीले इम्पावरमेन्टको ट्रेनिङ जुन महिलाहरूलाई दिन्छौँ नि, अब चाहिँ हामीले कस्तो ट्रेनिङ के अरे डिजाइन गर्नु पर्यो भने, इम्पावर्ड महिलाहरूसँग बस्नको लागि पुरुषहरूलाई चाहिँ इम्पावर गर्नु पर्यो के। यो भनेको चाहिँ त डोमिनेट भएको होइन, यो भनेको चाहिँ महिलाले बराबरी भएको हो, त डोमिनेट भएको होइन भनेर उनीहरूलाई सिकाउनु पर्यो। उसलाई त लाज हुने भयो कि कसैले आफ्नो श्रीमतीलाई आफ्नो बराबर देख्छ भने छिमेकीहरूले उसलाई त बेइज्जतीको नजरले हेर्ने भए होइन। त्यही भएर त्यो केटाहरूलाई चाहिँ महिलाहरू एउटा पर्फेक्ट वर्किङ र सबै काम गर्ने महिलाको चाहिँ यस्तो रूप हुन्छ र उनी यतिसम्म गर्छन्, उसँग साथी बस्नेले यस्तो हुन्छ, बराबरी भनेको यस्तो हो भन्ने कुरा चाहिँ उनीहरूलाई बताएर उनीहरूलाई इम्पावर गर्नुपर्ने भयो कि। अब अहिले डिभोर्सको सङ्ख्या बढेको वान अफ द रिजन यो पनि हो, देखिएको छ कि महिलाहरू आर्थिक रूपमा सबल हुनुको साथै यो कारण पनि महिलाहरूले जब आफूलाई म को भनेर चिने नि, त्यो महिलालाई म को भनेर चिनाउनु नै उनीहरूको लागि गलत बनाइदिएछन् कि। त्यो कुरा मैले यसपालिको जयपुरको भिजिटले चाहिँ मलाई त्यो कुरा एकदमै दिमागमा, त्यसले गर्दा रमाइलो गर्न गएको कुराबाट पनि कति कुरा आउँछ कि दिमागमा। एउटा एकदमै वेयर्ड थट्स आइरहेको छ मलाई, तपाईँलाई त्यस्तो हुन्छ कि हुँदैन थाहा छैन। म चाहिँ त्यो अब कन्भेन्सनली छोरी यस्तो हुनुपर्छ भन्नेमा फिट नगर्ने मान्छे परेको भएर चाहिँ कहिलेकाहीँ मम्मीहरूले चाहिँ जिस्केर कस्तो उत्तौली भई, कस्तो मुखमुखे लाग्ने भई, और जेमा पनि चित्त बुझ्दैन भन्नुहुन्छ। अनि त्यस्तो भन्दाखेरि मलाई रिस उठ्दैन कि, त्यो मलाई कस्तो खुसी लाग्छ, एटलिस्ट एक्सेप्ट गरिरहेको छन् कि म चाहिँ केही कुरा भनिराख्दाखेरि चाहिँ जवाफ फर्काउँछु, त्यही भए पनि उनीहरूले चाहिँ अलिकति संयमित भएर कुरा गर्छन्। मेरो अगाडि मात्रै कुरा नगरिदिए पनि त्यो मेरो लागि अलिकता त्यो रिलिफको पार्ट भयो भन्ने हुन्छ नि त। अनि कति धेरै जान्छ त्यो अब गाली गरेको भन्ने खालको लाग्छ नि त। अब यो जुन मिटिगेसनको फिल्डमा आउनुभयो, यति धेरै आरोपहरू आउँछन् तपाईँहरूलाई, अनि त्यो आरोप आउँदाखेरि कुनै खुसी लागेको टाइमहरू छ कि छैन? खुसी लाग्छ मलाई। बच्चै अब त्यो सरुले प्यारेन्टको कुरा गरेपछि म पनि केटाकेटीदेखि नै त्यस्तै हो। फेरि मलाई प्यारेन्टले त्यही रूपमा एक्सेप्ट गरे क्या। मेरो दिदीले घरको काम गर्ने, सफासुग्घर गर्ने, मिलाउने गर्नुहुन्थ्यो। केही सामान लिन जानु पर्यो, केही सामान बिग्रियो, जस्तो हिटर बलेन होइन, केही भयो भने हेर्दे त भन्थ्यो। म हिटर बनाइदिन्थेँ। बिहान बिहान दुध लिन जाने, केही ल्याउनु पर्यो भने, अनि बाहिरको केही काम गर्नु पर्यो भने म गर्ने, त्यस्तै रोल। अनि कोहीसँग बाहिरको कोही नचिनेको मान्छे आयो भने कुरा गर्न अगाडि बढ्ने होइन। मेरो हजुरआमाले त मलाई काङ्ग्रेस नि भन्नुहुन्थ्यो कि, पहिला काङ्ग्रेस छिर्यो भने घर बिग्रिन्छ भन्थे नि त होइन। अनि त्यही भएर
यस्तै काङ्ग्रेस नि भन्नुहुन्थ्यो होइन। अनि अलिकति फरक भएर हिँड्ने त्यो चाहिँ मलाई पनि पहिलादेखि नै थियो होइन। अनि यो जुन पेसामा आएपछि चाहिँ अनि अदालतमा बहस गर्न जाँदाखेरि अब महिलाहरूलाई बोकेर जाँदाखेरि केटाको पक्षबाट गाली गरेको पनि रमाइलो लाग्ने क्या। एउटा केसमा के भयो भने धेरै लामो समय बितिसकेको अवस्थामा पनि कानुनमा त्यति क्लियर व्यवस्था नभए पनि एकजना महिलालाई हामीले अंश दिलायौँ होइन। अनि त्यो चाहिँ काम गर्न राखेको केटी लाई प्रेग्नेन्ट बनाएर निकालेको रहेछ। अनि 21 वर्षपछि त्यसले बच्चा लिएर आएर त्यसको त्यो धनी परिवारबाट हामीले अंश दिलायौँ के। अनि उनीहरूको अब आफ्नै बाउआमा बाहेक उनीहरूको अरू सम्पत्ति खाने अंशियारहरू जुन भए नि उनीहरूले चाहिँ हामीलाई के भनेर गाली गरे भने तपाईँहरू त धनी धनी मान्छे खोज्दै त्यसको श्रीमती बनाउँदै मुद्दा हाल्दै गर्नुहुँदो रहेछ, किन शान्तिनमा हात हाल्नुहुन्छ? बरु एकैचोटि दिपेन्द्र त्यो बेला युवराज थिए, यसपालि एकैचोटि दिपेन्द्रको स्वास्नी एउटा बनाएर निकाल्नु न, अलिक करोड आओस् न, किन लाखमा जानु भनेर गाली गरे है। तर उनीहरूले त्यो हामीलाई गाली गरे हो नि, तर हामीलाई एकदम रमाइलो लाग्यो के। उनीहरूले हाम्रो त्यो हैसियत देखेछन् नि त। अदालतले त त्यो जसलाई पाए त्यसलाई लोग्ने बनाएर हिँडेर त अंश दिलाउँदैन नि त। रमाइलो लाग्छ के। अनि गाली गरेको त एकदमै रमाइलो लाग्छ। मेरो कपेसिटी बतायो नि त, तिमीहरू सक्दा रहेछौ किन ठुलै ठाउँमा हात हाल न भने हो। उनीहरूले नियत मात्रै गलत गरी स्टाइल गलत भने होइन। तर डिएनए टेस्ट गरेर मिलेपछि न दिएका हुन्, त्यसै त दिँदैनथे। रमाइलो लाग्छ गाली गरे त। महिलाहरू अति नै भए जस्तो घरेलु हिंसाको केसहरूमा महिला भएर दुलालाई हात हाल्ने भन्ने कुरा गर्दाखेरि उसले पिटेपछि त जोगाउनका लागि आफूले नै हात हाल्नु पर्यो नि त। यस्तो कुराहरूमा गाली गर्छन्, रमाइलो लाग्छ तर गाली सुन्दाखेरि पनि। त्यही होइन, एकदम त्यो स्ट्रेन्ज सुनिन्छ। किनभने हामी जहिले पनि वान डाइमेन्सनल मात्रै सोचिरहेको हुन्छ नि त। किनभने तपाईँसँग कुरा नगर्दा, तपाईँकोलाई एज अब 2-3 वर्ष लगभगको सङ्गत नगर्दासम्म मेरो लयर साइड अफ कोही पनि साथीहरू थिए, तर यस्तो क्लोजली बस्न पाएको थिएन नि त। अनि मलाई कस्तो दुःखको पेसा, साइकोलोजी पनि कस्तो दुःखको पेसा भनेर वान अफ द रिजन म साइकोलोजी पढेर पनि यो साइकोलोजिस्टको स्ट्रिममा नजानुको वाज कि दुःख किन सुन्नु, जिन्दगीमा यसै दुःख छ भन्ने खालको थियो। अनि अहिले आजसम्म आइपुग्दाखेरि चाहिँ कति रमाइलो लाग्ने कि जस्ट टु विटनेस। अनि भर्खर यो तपाईँले भनिराख्दाखेरि मलाई तपाईँले फेसिलिटेट गर्नुभएको सेसनमा बसेको छु म एकचोटि, अनि जेनरल पनि बसेको छु। अब चाहिँ त्यो मुद्दा पढ्दाखेरि चाहिँ तपाईँलाई हेर्न एकदम मन लाग्यो भनेर। अनि अब फेरि अब हाम्रो कन्भर्सेसन लगभग एन्डमा छ। सेकेन्ड लास्ट क्वेसन भनौँ न। अब अस्ति नै एकचोटि कुरा हुँदाखेरि तपाईँले चाहिँ एउटा विद्यार्थीले चाहिँ कसरी तपाईँले भनेको शब्दको कारणले गर्दाखेरि चाहिँ राम्रो पोजिसनमा पुग्यो अनि फेसिलिटेट गर्न आयो भन्ने खालको इन्सिडेन्ट सुनाउनु भएको थियो नि। यस्तै अरू कुनै इन्सिडेन्टहरू छन् तपाईँ र तपाईँको विद्यार्थी बिच जुन तपाईँलाई अहिलेसम्म पनि त्यो सोच्दाखेरि ओहो यस्तो भएको थियो भनेर नोस्टाल्जिया भन्छन् नि, किन नोस्टाल्जिक हुनु भनेको एकदम रमाइलो कुराहरू सम्झिनु भन्छन्, त्यस्तो केही इन्सिडेन्टहरू छ जुन तपाईँले सेयर गर्न सक्नुहुन्छ अहिले? मैले यो चक्रवर्तीमा पढाउँदाखेरि मलाई रेगुलरली भेट्न आइरहन्छन् कि मलाई माया गर्ने स्टुडेन्टहरू। अनि अस्ति भर्खर त्यो चुनावको बेलामा उसले लाइसेन्स भर्खर लिएको रहेछ। अनि मैले 5 वर्ष पढाएको स्टुडेन्ट हो त्यो। अनि उसलाई चाहिँ भित्र छिर्न दिएको थिएन, ऊ चाहिँ ढोका बाहिर थिएँ कि। अनि टाढाबाट सुन्दा म्याम भनेर बोलाएँ। अनि त्यसपछि म गएँ, अनि यहाँ नजिक आइसो न हक गरौँ भनेर भने। अनि म नजिकै गएर हक गरेँ, मलाई यहाँ किस गरेँ है। अनि एकछिन हक गरेर मलाई समातेर बसिरह्यो कि, जबकि बिचमा गेट छ, हामी त्यो ग्रिलको उसरी गरेका छौँ होइन। त्यस्तो चाहिँ एकदमै कस्तो आनन्द लाग्छ एउटा कुरा होइन। दोस्रो कुरा चाहिँ स्टुडेन्टहरू जुन ब्याचलर गरेपछि अब मास्टर्स गर्न बाहिर जाने कि कुनै पेसामा लाग्ने कि, त्यो इनबिट्विन कन्फ्युजन हुन्छ नि। अनि त्यो बेलामा पनि अरूलाई भन्दा उनीहरूले मलाई छान्थे कि सुन्ता म्यामले चाहिँ सही सल्लाह दिनुहुन्छ भनेर। अनि उनीहरू आउँथे, अनि आएपछि यसो गर उसो गर भनेपछि अनि म्यारिजको विषयमा पनि होइन, बाबुआमाले यसो भनिरहेछन् के गर्ने भन्ने विषयमा त्यो मसँग कुरा गरेपछि उनीहरूलाई रिलिफ हुन्थ्यो कि।
अब यो के हुन्छ, पढाउन छोडेपछि चाहिँ अब मैले छोडेकै अब 5 वर्ष हुन लागिसक्यो है। कोरोनापछि छोडेको, अब त अझ बढी नै भयो होला। अब चाहिँ कम हुँदै जाँदो रहेछ कि। अब मैले 5 वर्ष पढाएको अहिले पनि यो बारको एक्जामको बेलामा चाहिँ गयो भने सुन्दामा भनेर तिनतिरबाट आएर समातेर मलाई समाते गरिरहन्छन् होइन। त्यो अब एउटा फ्रेन्डको जस्तो हाम्रो सम्बन्ध छ नि, केटाहरूसँग पनि केटीहरूसँग पनि, त्यो सबै दुईतिरैबाट त्यो चाहिँ अब मिस गरिरहेको छु कि मैले अहिले एकदमै। त्यो गर्न पाएको भएदेखि यो कन्टिन्यू हुन्थ्यो भन्ने चाहिँ लाग्छ होइन। तर अब हेल्थ पनि हुँदो रहेछ, अब सकिँदैन। अब बिहान सबेरै 6:30 बजे नै क्लासमा जाऊ पुग। उनीहरूले नि मलाई कति हजुरले किन छोड्या, हजुर आइसक्नु भनेर भन्छन्। मलाई भेट्ने भए मेरो अफिस आओ भन्छु, आउँछन् भेट्छन् होइन। तर मिस चाहिँ गरिँदो रहेछ। त्यही होइन, आफ्नो हेल्थलाई चुज गर्नु पनि इज समथिङ द्याट यु आर डुइङ फर यर प्लेजर के। एक्ज्याक्टली। किनभने हामीलाई चाहिँ सोध्छौँ कि कुनै मनपर्ने कुरालाई डिस्कन्टिन्यू गर्नु भनेको चाहिँ त्यो मन नपराएर गर्यो भन्ने एउटा नोसन छ नि। तर कति धेरै अरू मल्टी स्टोरिजहरू हुन्छन् जुन चाहिँ हामीले चाहिँ अड्कल गर्न चाहँदैनौँ अथवा सुन्न चाहँदैनौँ भने जस्तो कि एउटा एब्सोल्युट केही कुरा छोड्यो भने त्यो नराम्रै भएर छोडेको भन्ठान्छन् होइन। तर मैले कलेज छोडेँ कोरोनापछि र हालसालै मैले अफिस पनि अनामनगरको अफिस छोडेँ पे। ठ्याक्कै एउटै सिचुएसन अहिले मलाई। दुइटै मैले मेरो हेल्थको लागि। अब जान आउन पोल्युसन यस्तो छ, एलर्जी हुन्छ होइन। अनि अब धेरै केसहरू नलिने भएपछि त मैले लेख्न पढ्नको लागि त मैले यहीँको नजिकैको अफिसबाटै गर्न सक्छु भनेर मैले भर्खरै त्यो छोडेँ। अनि मान्छेहरूलाई किन अनामनगरको अफिस छोडेँ, मेरो त्यहाँ पार्टनर जुन छ जसले चाहिँ अहिले त्यो केसहरू हेर्छ, के भयो उसले के गरी भनेर सोध्छन् कि त्यो होइन, मैले आफ्नो हेल्थको लागि। र मलाई त्यो सोचेको भएर मलाई नरमाइलो पनि लागेन कि। मान्छेहरूले चाहिँ तिमीलाई खल्लो फिल भएन, निन्द्रा लाग्यो भनेर भन्यो, मलाई त त्यस्तो केही पनि फिल भएन, आनन्द। किनभने त्यो छोडेर मेरो काम घटेको छैन कि। मेरो शरीरले मेरो उमेरअनुसार मैले जति काम गर्न सक्छु त्यति काम छ मलाई होइन। मैले सक्नु मात्रै पर्यो। अनि त्यो हिसाबले मलाई त्यस्तो केही फिल हुँदैन। त्यही द आइडिया द्याट कि मासु मन पऱ्यो भने मासु मात्रै खानुपर्छ जिन्दगीभर भन्ने खालको सोच छ नि त। अनि त्यसो पनि होइन, मासु खाइरहेको बेला ब्रेक गरेर कहिले साग खाँदा नि मिठो हुन्छ। भेराइटी हुन्छ नि त। फेरि जिउलाई पनि त भेराइटी माग्छ नि, एकै थोकले त हुँदैन। प्रोटिन नै पनि त बढी भयो भने बिख हुन्छ। अब अन्तिम प्रश्न, यो चाहिँ एकदम बोर्ड हुनसक्छ किनभने एउटा टिचरको हैसियतले मात्रै होइन, एउटा स्टुडेन्टको लागि मात्रै होइन कि म जस्तै तमाम हुन्छ नि ल ब्याकग्राउन्ड नभएको मान्छेलाई पनि हुनसक्छ, अथवा तपाईँको सहकर्मी लयरै हुन् अथवा टिचरहरू नै हुन्। केही मेसेज जेनरली सबैजनालाई दिन मन लाग्दाखेरि, चाहे त्यो प्लेजरको बारेमा होस्, चाहे त्यो इन्सपिरेसनको बारेमा होस्, चाहे त्यो कन्टिन्युटीको बारेमा होस्, एउटा मेसेज जुनले चाहिँ तपाईँले सबैजनालाई सम्बोधन गरेर यो चाहिँ म भन्न चाहन्छु भन्ने खालको केही छ भने? मैले अब म कानुनको विद्यार्थी भएको कारणले म कानुनकै कुरा गर्छु जस्तो लाग्छ कि यसमा चाहिँ। इन्ट्रेस्ट भएर नभएर भन्दा पनि तपाईँहरू जुनसुकै पेसामा हुनुहुन्छ, जुनसुकै पेसामा लाग्नुहुन्छ होइन, तर कानुनको ज्ञान भनेको चाहिँ एकदमै जरुरी छ। तपाईँले आफ्नो पेसालाई, आफ्नो विषयलाई, आफ्नो इन्ट्रेस्ट लागेको विषयलाई चाहिँ कन्टिन्यू गर्नुहोस् होइन। साइड बाई साइड चाहिँ तपाईँले कानुनको सानोतिनो फेलोसिपहरू अथवा एलएलबी गर्न मिल्छ होइन। गर्नुभयो भने तपाईँ आफ्नो पेसामा पनि हुने समस्याबाट जोगिन सक्नुहुन्छ र तपाईँको त्यो पेसालाई पनि बलियो बनाउँछ कानुनको जानकारीले। त्यो चाहिँ एकदमै जरुरी। हामी चाहिँ के भन्ठान्छौँ भने कानुन वकालत गर्ने मान्छेले मात्रै कानुन पढ्ने हो भन्छौँ होइन। म्यानेजमेन्ट गर्ने डाक्टर, इन्जिनियर, हामी अहिले हस्पिटलमा डाक्टरहरूलाई चाहिँ कानुन सम्बन्धी जानकारी गराउन जान्छौँ। किनभने समस्या परेको बेलामा, घटना घटेको बेलामा डाक्टरले अदालतमा आएर बयान गर्नुपर्छ, इन्जिनियरले अदालतमा आएर बयान गर्नुपर्छ, म्यानेजमेन्टमा काम गर्नेहरूले, ब्याङ्करहरूले पनि अदालतमा आएर बयान गर्नुपर्छ होइन। अब क्यासहरूको यताउति समस्या पऱ्यो, समस्या हरेकलाई पर्छ। त्यो पनि पर्सनल भनिनँ मैले, पर्सनल त हरेकलाई पर्ला, फ्यामिलीको पर्ला, प्रोपर्टीको पर्ला होइन। तर प्रोफेसनमा पनि सबैलाई
समस्या पर्छ, आफ्नो विषयसँग रिलेटेड मिनिमम कानुन त सबैले जान्नै पर्छ। त्यही भएर कानुन भनेको चाहिँ सबैले जान्नुपर्ने कुरा हो हैन। पार्ट टाइम दिन भ्याउनुहुन्न भने त्यो विषयसँग सम्बन्धित बुकहरू किनेर अध्ययन गर्नुहोस् है। र सक्नुहुन्छ भने बिए एलएलबी भनेको 5 इयरको हुन्छ हैन। एलएलबी भनेको बिए एमए गरिसकेका मान्छेले कानुन सम्बन्धी मात्रै पढ्ने हुन्छ। त्यसलाई चाहिँ तपाईँले अध्ययन गर्नुभयो भने वकालत गर्नलाई चाहिँ तपाईँलाई गाह्रो हुन्छ, त्यसमा प्र्याक्टिसहरू कम होला हैन। वकालत नगरेर तपाईँ आफ्नै कुन बिजनेसमा हुनुहुन्छ, इन्जिनियर हुन्छ, डाक्टर हुनुहुन्छ, चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ, जे हुनुहुन्छ, त्यसको लागि पनि तपाईँलाई एकदमै फाइदा हुन्छ। हस्, धन्यवाद। धन्यवाद मम्मी। तपाईँसँग कन्भर्सेसन गर्दाखेरि अब रेकर्डेड मात्रै होइन, नट रेकर्डेड पनि कस्तो इन्साइटफुल हुन्छ। अनि यु आर सच अ इन्सपिरेसन फर एभ्री वान। अनि थ्याङ्क यू फर आजको कन्भर्सेसन। अनि आजको कन्भर्सेसन एउटा गीतबाटै एन्ड गरौँ न त। फेरि गीत गाउँ? मलाई यति कुरा भन्छु, केही कुरा भन्छु, ल के भन्ने होला सुन्न थियो कि दिमाग यहाँ आउँदाखेरि, तर भन्दै जाँदाखेरि के भने तर जे भने मेरो मनभित्रको कुराहरू भने हैन। के गीत गाउँ भने एउटा सायद हमको मिली है आज ये घड़ियाँ नसीब से, जी भर के देख लीजिए हमको करीब से, फिर आपके नसीब में ये बात हो न हो, शायद फिर इस जन्म में मुलाकात हो न हो, लग जा गले से। थ्याङ्क यू। गीत पनि गाउन लगाई, कस्तो सुन्यो मेरो स्वर।